साथीहरु के छ हालखबर हामी त खाडीतिर हेर्नु न यस्तो काम गर्नुपर्छ हाम्रो खाडीतिरको कतिवटा हो आज व्यापार चाहिँ राम्रै भएको छ ल यही तान्नु न यही लिएर तान्नुस् कति हो थाहा छ नि यसको प्राइस 1200 है यस्तै गरेर बेच्ने हो हैन ठाउँ ठाउँमा सेलिङ गर्ने हो बेच्ने हो गाह्रो छ नि अब हेर्नु न अब यो गर्मीमा तिरपाल मुनि बसेर टक्का लाएर बेच्ने हो अहिले फेरि अब यहाँदा अगाडिको मार्केट जाने हो यहाँ चाहिँ अलिकति मार्केट छ यही मार्केटमा सेलिङ भइरहेको छ अहिले चाहिँ हुने हो कि सेलिङहरु पनि यस्तै हुन्छ नि त अब व्यापार व्यवसाय 10 साउथ रहना होगा सेलिङ भइराछ कति सेलिङ भइराछ काका अब सेलिङ गर्न जाने फेरि माथि मार्केटमा जाने हो एकैछिनमा यो मार्केट हो तपाईको घर कहाँ हो तपाईको घर कुन ठाउँ हाम्रो यस्तो यस्तो हुन्छ सेलिङ पेसरको लागि दिएको हो यो चाहिँ हाम्रो चाहिँ यो उसको लागि लिएको हो के हामीले यो सेल्स गर्नको लागि मार्केटमा आएको शेयर मार्केट हैन अहिले यो यसको मार्केट फन्डामेन्टलको शेयर मिलाउँदैछ त्यसपछि यसको पनि आउँछ आइपीओहरु जारी गर्ने भनेर सोचिराछन् यो तपाईले यो केराको व्यवसाय गर्न लागेको कति वर्ष व्यवसाय हामीले गर्ने हैन हामीले किसानबाट डाइरेक्ट उठाउने हो किसानबाट डाइरेक्ट उठाउने थोकमा लगेर बेच्ने हो हामीले ल्याएर होलसेल थोक सबैमा बेच्ने हो हजुर त्यस्तै अहिले कार त्यति भएको छैन केराको अहिले कति रुपैयाँ दर्जन भइराछ डिमान्ड चाहिँ अहिले केराको भइरहेछ 150-60 बिकिरहेछ मार्केटमा चाहिँ हामीले चाहिँ होलसेल चाहिँ अब त्यही क्यारेटको हिसाबले बेच्ने हो तपाईले अब व्यवसाय गर्न चाहनुहुन्छ भने तपाईहरुलाई हामीले लगानी पनि हाल्दिन्छ हैन सुरुमा लगानी चाहिँ हाम्रो हुन्छ त्यसपछि तपाईहरुले कमाउँदै दिने हो हाम्रो अब प्रफिट चाहिँ तपाईले आफै राख्न पाउनुभयो केरा खाने भए खानुस् न लन्च केरा पसल छ नि हजुर यो हजुर तपाईको आफ्नै आफन्तीको कि कसो हैन यो आफन्ती हाम्रो आफन्ती हैन यो मार्केटमा बेच्दै जाँदा ग्राहकहरु बढ्दै जाने हो चिनजान हुँदै जाने हो बढ्दै जाने हो हजुर यस्तै ग्राहकहरुले यस्तै बेच्छन् हामीले चाहिँ सेल गर्ने हो कति त्यसपछि हामीले चाहिँ यो चाहिँ लोकतान्त्रिक चोक भयो हैन हामी चाहिँ अहिले यता पनि जानु छ मार्केट यता पनि जानु हेर्नुस् आजको मौसम पनि कति राम्रो छ के हेर्नु सरर स्पेशल केरा यो खानुहुन्छ कि मालभोग खानुहुन्छ यो स्याम्पल खानु स्पेशल छ केरा अहिले मौसम खराब छ